नमस्कार। आज हामी नेपालको कृषि प्रणालीबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। अहिले के छ अवस्था, के छन् चुनौती अनि कसरी सुधार गर्न सकिएला? हो, हामीसँग यो विषयमा करिब 15 वर्ष अनुभव भएका एक विज्ञसँगको छलफलको सार छ। अनि हाम्रो उद्देश्य चाहिँ के हो भने ती विज्ञका अनुभवबाट किसानका कुरा बुझ्ने, समस्या कहाँ छन् केलाउने अनि समाधान के हुन सक्छन् त्यो पनि हेर्ने। खासमा युवाहरूलाई चाहिँ कसरी जोड्ने भन्ने पनि महत्त्वपूर्ण प्रश्न हो नि। त्यही त, एउटा आधारभूत प्रश्नबाटै सुरु गरौँ न त। विज्ञकै कुरामा पनि उठेको छ, यति धेरै मान्छे कृषिमा लाग्दा पनि किन धेरैको आम्दानी बढ्न सकेको छैन? कहाँ अड्क्यो? वास्तवमा हाम्रो परम्परागत प्रणालीमै केही गाँठाहरू छन् जस्तो लाग्छ। हो, कस्ता गाँठा? अहिलेको यथार्थ के देख्नुहुन्छ विज्ञ? छलफलमा के आयो? हेर्नुहोस्, हाम्रो कृषि अझै पनि कस्तो छ भने धेरै ठाउँमा पुरानै पाराको छ। पुरानै पारा भन्नाले जस्तै? भनेको यान्त्रिकरण, त्यो मेसिनहरूको प्रयोग निकै कम छ। सिँचाइको कुरा गरौँ, त्यो पनि पर्याप्त छैन। अनि उत्पादन बजारसम्म पुर्याउने कुरा, त्यसमा पनि उस्तै समस्या। भनेपछि प्रविधि र पूर्वाधार दुवैमा कमी। एकदम। परम्परागत हुनुको मतलब किसानले अझै पनि त्यो उन्नत बिउ बिजन, नयाँ प्रविधि, माटो सुहाउँदो खेती, रोग किरा व्यवस्थापन, यसबारेमा उहाँहरूले पर्याप्त जानकारी वा स्रोत पाएका छैनन्। अनि त्यसले गर्दा उत्पादन कम हुने भयो? हो नि, विज्ञको अनुभवमा त्यो सूचना र स्रोतको पहुँचकै खाडलले गर्दा उत्पादकत्व बढ्न सकेको छैन। अनि त्यसमाथि अब नीति नियम पनि कता कता प्रष्ट छैनन्, बनेका नीति पनि राम्ररी लागू नहुने। कार्यान्वयनको समस्या हो। अनि उत्पादन भइसकेपछि पनि बजारमा हुने नोक्सानी त्यो पनि छँदैछ। बिउ, मल, सिँचाइ यी आधारभूत कुरा नै समयमा नपाएपछि त किसान कसरी उत्साहित होलान् र होइन? त्यही त, यी त भए अलि ठूला प्रणालीगत कुरा। किसानले हरेक दिन भोग्ने तत्कालका चुनौती चाहिँ के हुन् रे? छलफलमा के आयो? कालोबजारी। हो र, त्यो पनि। समयमा नपाउने, पाए पनि महँगो पर्ने। अनि अर्को मुख्य कुरा लगानी र आम्दानी बीचको असन्तुलन। दुःख धेरै, कमाइ थोरै। अनि जोखिम नि, जस्तो प्राकृतिक प्रकोप आयो, बाढी पहिरो, असिना पानी, त्यो त झन् ठुलो मार। विज्ञले के भन्नुहुन्छ भने बाली नष्ट हुँदा राहत दिने राम्रो बिमा योजना नै छैन। किसानलाई सही गाह्रो पर्छ। अनि उत्पादन धेरै हुँदा नि कहिलेकाहीँ त भाउ 81 घट्छ नि बजारमा। हो नि, त्यस्तो बेला पनि किसानलाई उचित मूल्य दिएर जोगाउने सरकारी संयन्त्र खै कमजोरै देखिन्छ। यस्तो अवस्थामा त कति किसान ऋणमा डुब्छन्, कति त पेसा नै छोड्छन्। यो त आर्थिक मात्र होइन, मानसिक तनाव पनि हो। निकै निराशाजनक अवस्था रहेछ। तर केही आशाका कुरा पनि छन् कि? सुधारका उपायहरू के हुन सक्छन् भनेर विज्ञले केही औल्याउनु भएको छ? आशाको ठाउँ पक्कै छ। पहिलो त नीति नै स्पष्ट र किसान मैत्री हुनु पर्यो। अनि त्यो नीति कागजमा मात्र भएर भएन, होइन? व्यवहारमा देखिनु पर्यो। विज्ञले के देख्नु भएको छ भने अनुदानका कार्यक्रम घोषणा त हुन्छन्, तर त्यो लक्षित किसानसम्म पुग्न निकै झन्झटिलो छ, ढिलो हुन्छ, कहिलेकाहीँ त पुग्दैन। भनेपछि कार्यान्वयन पक्ष एकदमै महत्त्वपूर्ण। एकदम। अनि आधारभूत कुराहरू, सिँचाइ, मल, बिउ, बजार, यिनीहरूको पहुँच सुनिश्चित हुनै पर्यो। अर्को महत्त्वपूर्ण कुरा सहकारी र किसान समूहहरूलाई बलियो बनाउनु पर्छ। सहकारीले कसरी मद्दत गर्छन्? उनीहरूले सामूहिक रूपमा स्रोत जुटाउन सक्छन्, सस्तो ब्याजमा ऋण लिन सक्छन् अनि बजारसँग पनि सामूहिक सौदाबाजी गर्न सक्छन् नि। यो नीति र कार्यान्वयनको कुरा गर्दा निजी क्षेत्रको भूमिका नि, त्यसलाई कसरी हेरिएको छ? निजी क्षेत्रको भूमिका पनि महत्त्वपूर्ण छ। उनीहरूले प्रविधि ल्याउन सक्छन्, कृषि उपकरण उत्पादन गर्न सक्छन्, प्रशोधन उद्योग खोल्न सक्छन्, निर्यातमा सघाउन सक्छन्। भनेपछि सरकार, सहकारी र निजी क्षेत्र मिलेर काम गर्नु पर्यो। हो, बलियो साझेदारी चाहिन्छ। कारण त सामाजिक दृष्टिकोण पनि हो। हाम्रोमा अझै पनि खेतीपाती भनेको दुःख गर्ने, पैसा नहुने काम हो भन्ने सोच छ नि त। हो, त्यो त छ। अर्को कुरा कृषिमा त्यो मर्यादित रोजगारी सृजना हुन नसक्नु अनि आधुनिक तरिकाले खेती गर्न चाहिने सिप र तालिमको कमी, यसले गर्दा पनि युवाहरू अलि हच्किन्छन्। त्यसो भए यो अवस्था बदल्न के गर्न सकिएला? कसरी फर्काउने युवालाई कृषितिर?
अब आधुनिक प्रविधि प्रयोग गर्नु पर्यो, युवाहरू टेक्नोलोजीमा रुचि राख्छन्, त्यो स्मार्ट एग्रिकल्चर भन्छ नि, सेन्सर, मोबाइल एप प्रयोग गरेर मौसम, माटोको जानकारी लिने, खेती सजिलो बनाउने। प्रविधिले आकर्षण बढाउन सक्छ। हो, अनि अनलाइन बजार, उत्पादन सिधै उपभोक्तासम्म पुर्याउने। अर्को कुरा, सफल युवा किसानहरूका कथालाई अगाडि ल्याउनुपर्छ। प्रेरणा मिल्छ नि, कृषिबाट पनि हुँदो रहेछ भन्ने हुन्छ। साँच्चै यो सबै छलफल सुन्दा के लाग्छ भने कृषि त हाम्रो अर्थतन्त्रको आधार मात्र होइन, यो त हाम्रो जीवनशैली र भविष्य नै हो। बिल्कुल। अनि विज्ञको निचोड पनि त्यही हो। किसान बलियो नभई, उहाँहरू सम्मानित नभई, आत्मनिर्भर नेपालको सपना पूरा हुन गाह्रो छ। हो, यो छलफलले एउटा प्रश्न चाहिँ छोडेर गयो जस्तो लाग्यो। के प्रश्न? हामीले नीति योजनाका कुरा गर्यौं, तर त्यो नीति र किसानको खेतबारीको वास्तविकता बीचको जुन खाडल छ नि, त्यसलाई पूर्ण के गर्न सकिएला? साँच्चै किसानलाई बलियो बनाउन, उनीहरूको जीवन सुधार्न हामीले व्यक्तिगत वा सामुदायिक रूपमा केही सानो तर ठोस कदम चाल्न सक्छौं कि? हो, यो महत्त्वपूर्ण प्रश्न हो। सायद यसमै घोत्लिनुपर्ने बेला आएको छ।